फेरि पनि तपाईँहरूलाई स्वागत छ मेरो न्यू भिडियोमा। हाम्रो बाजेहरू हुनुहुन्छ यहाँ, हामी चाहिँ आज यहाँ एकदमै बहिनी हुनुहुन्थ्यो। बहिनीको वर्ष दिनमा भान्से गर्दै आयो भने तपाईँको दिउ खाँदै है एकदम खुवाइ छ। ल बाजे लिनुहोस् एकदम। ल यस्तै चलिरहेछ हाम्रो चाहिँ एकदम यहाँ चाहिँ के अरे चौतारा पनि यहाँ चौतारा हो छ। हाम्रो चाहिँ अब यो चाहिँ हाम्रो किरा धर्मअनुसारको वर्ष दिनमा टिका फुक्का या चौतारा पनि लगाइन्छ यसरी टिका पनि फुकाउँदै। ल हेर्दै गर्नु ल, यस्तो भिडियोहरू फेरि आउँदै गर्छ। यहाँ चाहिँ प्रेम काका, मनिष दाजु, हाम्रो भान्सेहरू यहाँ हाम्रो दिपक दाजु लगायत अरू सम्पूर्ण हुनुहुन्छन्। हामी चाहिँ यसरी खाने गरिन्छ वर्ष दिनमा चाहिँ। अब यसरी अब मतलीको अब यसो किरा धर्मको चलन चल्ती अनुसार जार रक्सी डिउहरू सबै नै हुन्छ है। यसरी नै हुन्छ हाम्रो चाहिँ। अब यसरी नै खाने गरिन्छ। अब यसमा अरू तपाईँको पार्टी प्लस टिका फुकाउ यसरी भान्जी हो, भान्जीलाई टिका लगाएर चाहिँ टिका फुकाउने चलन छ हाम्रो चाहिँ एकदमसँगले। यस्तै हो हाम्रो चाहिँ। ल गाइस हाम्रो फाइनली 23 छ। अब हो झट्का के होला त 23 ल ल 23 भएन। ल मामाले हान्नु छैन ड्याममा पारेर। ल खुलिते पसेन। ल ल ए म खाता खन्टुङ हो। लौ हाम्रो दाजु यहाँ विपक्षी हुनुहुन्छ। ल मैले पनि खाइन गेम। ए मामा एकछिन खानु हो मामा हो खानु 23 दाजु 23 हाम्रो सेतो हो क्या सेतो तपाईँ पनि हाम्रो अमित दाजुले हान्नु भएन 23। ल ओहो लु फाइन हान्नु कि नाच्ने हो मामा। अब लु ल मामा लु तपाईँलाई नि राम्रो बनाइदिएँ मैले। ल मामा दुईवटा खानु ल हो भनेको त हो दुईवटा खाने भयो। लु दाजु यो खानु त खुलितै खोइ त खानु न तपाईँ। ल दाजु ए त्यही दाजु तपाईँ पनि कहाँ ग्याम भयो खोइ कहाँ भयो। लु लु फाइनली ल ओहो मामा त्यसमा भन्नु ल। अब दाजुले लुगाहाल्नु भन्छ। दाजु भनेको त कस्तो यति माथि हान्दैन यो यहाँको यार। ल फाइनली गेम कति छ। ल ल ल ल ल ल ल आजले यति है क्यारम बोर्ड। ल ल हामीले अब क्यारम बोर्ड सेरम सबै खेलिसक्यौँ। अब उता के नै खाइसक्यौँ। अब चाहिँ अब अर्को भिडियोसम्म तपाईँलाई पर्खिनु होला। आजलाई चाहिँ यति नै। नमस्कार। अनि लाइक कमेन्ट अनि सब्सक्राइब चाहिँ सबभन्दा गर्नु होला है। यति नै भन्दै म बिदा हुन चाहन्छु। हवस् त।